भिडियो बनाउन आएको छु हैन यो आइफोनबाट ट्राई गरौँ कस्तो आउँछ भनेर सो हैन अब आइफोनबाट भिडियो त बनाएको छैन विदेश भनेको के रहेछ त भाइ विदेश भनेको त्यस्तै हो दाइ अब दुःख सुखको एउटा सङ्गालो हो 3 वर्ष भयो साउदीमा गार्डनको काममा विदेशका दाल रोटी यहाँ भन्ने दाल छ रोटी छ सो त्यो पार्कमा बसेर खानको छुट्टै आनन्द हुन्छ नि त त्यहाँ घर बसेर रक्सी खाएर थाहा छैन त्यहाँ विदेश मान्छेहरू थाहा हुन्छ के कस्तो पीडा चाहिँ फ्रेन्ड वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सन्चै होला म पनि सन्चै छु सो ल आज चाहिँ हामी चाहिँ यो बिहान चाहिँ यो नसुती होइन भिडियो बनाउन आएको छौँ होइन यो आइफोनबाट ट्राई गरौँ कस्तो आउँछ भनेर सो होइन अब आइफोनबाट भिडियो त बनाएको छैन ले पनि ईद छ नि यहाँको ईदले गर्दाखेरिमा चाहिँ अब त्यही हो बाहिर जान सकेको छैनौँ सो त्यही हामी चाहिँ यो पार्कमा आएको छौँ हाम्रो रुमबाट चाहिँ 5 मिनट जति अगाडि पर्छ पार्कमा आएको छ सो त्यही आज चाहिँ कस्तो आउँदो रहेछ त आइफोनबाट ट्राई गरौँ न त सिनेमेटिक भिडियो बनाउन सट्टा लाएर सर्ट भिडियो पनि बनाउँ टिकटक लाएर भन्ने सो आएको छौँ सो त्यो ल बबाल छ यो पार्कमा चाहिँ सो ल आज चाहिँ यो पार्कमा चाहिँ बबाल भिडियो बनिन्छ साथीहरू सो त्यो तपाईँ हेरेर सपोर्ट गर्नु होला ल हाम्रो यता भाइहरू केटाहरू सबैजना आएको छ हेरौँ आज चाहिँ के हुन्छ सट्टा लाएर भिडियोलाई चाहिँ हेर्दै गर्नु तपाईँहरूलाई यो भनेको बिहानको घाम हो यो छक्कला झुल्केको घाम बबाल छ साथीहरू सो होइन ल विदेश आएको कति भयो विदेश आएको भयो दाइ 3-4 महिना जति 3-4 महिना विदेश भनेको के रहेछ त भाइ विदेश भनेको त्यस्तै हो दाइ अब दुःख सुखको एउटा सङ्गालो हो विदेशमा अब त्यस्तै हो निद्रा पनि खासै पुग्दैन न निद्रा पुग्छ न सपना पुरा हुन्छ त्यही त हो दाइ सपना बोकेर आएको सहर हो एउटा हैन तर यता अब छैन दाइ त्यस्तो काम गर्ने जग्गा नि हुँदैन विदेश आएपछि त्यस्तै हो सबै कुराहरू त्यस्तै हुँदो रहेछ गाह्रो छ दाइ जिन्दगी भनेपछि नेपाल छोड्ने बेलामा काठमाडौँ छोड्ने बेला जुन सपना बोकेर आएको थियो त्यो सपना भन्दा धेरै फरक हुँदो रहेछ विदेश धेरै फरक दाइ साँच्चै हो दाइ आफूले भोग्दैछौ भने चाहिँ गाह्रो हुँदो रहेछ विदेश भन्ने कुरा त्यस्तै हो एउटा सपना बोकेर आएको थियौँ विदेश होइन त्यस्तै हो यता त्यो सपनाहरू नि अब त्यस्तै अधुरो नै छ अब के गर्ने अब त्यही सोचेर भयो भने काम गर्नुपर्छ यहाँ चाहिँ केटा चाहिँ बसेर खाएको छैन यहाँ पनि किनभने यसलाई चाहिँ बाहिर कतैबाट गएर आएको होला त्यही पनि यहाँ चाहिँ बाहिरको साथीहरू खाँदैछ यो भनेको पार्क चाहिँ बबाल छ सो हामी चाहिँ यहाँ अगाडि जान्छौँ यहाँ अगाडि गएर के भिडियोहरू बनाउँछौँ हेरौँ यता चाहिँ गाडी यो चाहिँ हाई रोड छ बाहिर चाहिँ सो ल हामी चाहिँ यहाँ भिडियो बनाउनु आएको छौँ कस्तो हुन्छ बबाल भिडियो हेलो भाइ वेलकम छ मेरो भ्लगमा कता हिँड्छौ बिहान यो भनेको चाहिँ पार्कमा सफा गर्ने मान्छे छ साथीहरू सट्टर लगाएर किन यो पार्कको लागि राखेको हुन्छ सरर पुरा बिहान गरिनु पर्छ रोड सफा गर्ने अर्कै हुन्छ हाम्रो केटा चाहिँ पुरा यहाँ पुरा फोटो खिच्नलाई यस्तो रेडी भएर बसेको छ सोलो बबाल छ है साथी ठाउँ चाहिँ
हेलो गाइस, हामी फेरि पनि आइसकेको गीत हान्नु ल, गीत गाइदेऊ नि त ल मिठो ल। ऱ्याप हान्दियो ल, ज्यामास्टी हान्दियो नि ऱ्याप हान्दियो ल। गीत गाउनु नि। साथीहरूलाई हामी चाहिँ यो बिहान पार्कमा आएको थियौँ होइन। यो पार्कमा आउँदाखेरि नि यहाँ चाहिँ हामी सोचे इन्डियन साथीभाइहरू भनेको थियौँ। यहाँ चाहिँ त दाई हाम्रो नेपाल दाई हुनुहुँदो रहेछ। बोल्दाखेरिमा दाई नमस्ते। नमस्ते सर। दाईको घर कहाँ पर्यो? मेरो घर दाई रूपन्देही जिल्ला हो। रूपन्देही जिल्ला, रूपन्देही मर्चवार मधेसी। हजुर। त्यहाँ 3 वर्ष भयो साउदीमा गार्डनको काममा। रोटी खानु लाग्यो। ल दाइहरूले चाहिँ यहाँ चाहिँ ट्याक्क लाएर बसेर खानु भएको छ। नजिक आएर ट्याक्क लाएर देखाइदियो जुम गरेर। दाइहरू चाहिँ अब यही हो, यहाँ भनेको चाहिँ बाहिर विदेशका दाल रोटी यहाँ भन्ने दाल छ, रोटी छ। सो त्यो यो पार्कमा बसेर खानुको छुट्टै आनन्द हुन्छ नि त। यसरी बाहिर बसेर खानु लाउनु हो नि 3 वर्ष भयो होला होइन। ठिकै छैन, अब जे जस्तो भए पनि नेपाली भएपछि चाहिँ खुसी लाग्छ होइन। मिलेर बस्नुपर्छ त्यहाँ। मिलेर नेपाली इन्डियन जहाँ जहाँको भयो भने मिलेर बस्नुपर्छ। तपाईँ मात्रै हुनुहुन्छ होला नेपाली त होइन? केही छैन, अब राम्रोसँग काम गर्नु, आफ्नो ख्याल गर्नुहोस्। अरूको ठाउँमा हुनुहुन्छ, झगडा गर्नु भएन र डाडो पानी खानु भएन। डाडो खानु हुँदैन। घर कहिले जानु भन्नुभएको त? दसैँमा अक्टोबरमा दसैँ, सेप्टेम्बर जानुहुन्छ? म पनि अगस्तमा जाँदैछु म पनि। ल राम्रोसँग काम गर्नुहोस्। सो त्यो साथीहरू यहाँ चाहिँ बाहिरै बसेर खाइन्छ, पार्कमा बसेर अब ओहो भन्ने हुन्छ। यहाँ चाहिँ यहाँ बसेर साथी खानुको छुट्टै आनन्द हुन्छ। थोरै खाए पनि पेट धेरै खाए जस्तो हुन्छ, आनन्द आउँछ। एक्लै बसेर खानु भन्दा पार्कमै बसेर खाए पनि यहाँ भनेको यहाँ बसेर कम्पनी त्यही हो पार्कमा। त्यही त नि, पार्कमै गार्डनमा काम गर्नु भएछ तपाईँहरूको। कति घन्टा छ दाइ ड्युटी? 8 घन्टा हो। 8 घन्टा छ। ए अहिले कति बजे ड्युटीमा निस्किनु भएको? 3:30 बजे। 3:30 बजे। अब कति बजे ड्युटी सकिन्छ? सक्ने त 12 बजे सक्ने छ। हजुर। तर क्याम्प पहुँच्नमा 12:30 बजे। बाटोमा टाइम लाग्छ। उठाउन मान्छेहरू समय लाग्छ। तपाईँलाई बिहानै ल्याएर गाडी छोडिदिनु होला नि? 4 बजे 4:30 बजे यहाँ पहुँच्नु। कहाँ ड्युटी गर्ने त्यहाँ छोडिदिने, सकेपछि पछि फेरि उठाउँदै लिएर जानु होला। तर दाइ यो परदेश भनेको के रहेछ त दाइ? तपाईँले बुझे अनुसार, दुःख गरे अनुसार? परदेश भनेको दाइ त त्यहाँ त दुःखै हो। दुःखै गर्नुपर्छ, दुःख गर्नुपर्छ। त मान्छेले भन्छ दाइ बाहिर एक जोड कपडा लाएर, राम्रो कपडा लाएर बाहिर, सुन्नु न, मान्छेले भन्छ बाहिर एक जोड राम्रो कपडा निस्के पनि हो विदेश गएर त पैसा कमाएको छ, यो त राम्रो छ भन्छ। तर यहाँको पीडा कस्तो हुँदो रहेछ त तपाईँले? पीडा विदेश मान्छेले थाहा हुन्छ के। त्यहाँ घर बसेर रक्सी खाएर थाहा छैन। यहाँ विदेश मान्छेहरू थाहा हुन्छ के कस्तो पीडालाई पैसा आउँछ। कति गर्मी छ त्यहाँ, कति गर्मी छ। 40-45 डिग्री गर्मीमा सजिलो त कहाँ छ र? सजिलो त कहाँ छ र होइन? सजिलो त कहाँ छ र होइन दाइ? सो ल दाइ आफ्नो केयर गर्नुहोस्, राम्रोसँग काम गर्नुहोस्। पछि पनि भेट्न पाइन्छ पार्कतिर आउँदाखेरि। यता त कुकुर पनि आयो त, कार्तिक लगाइसक्यो। पानी लगाउने बाटो सेन्टरमा लगाउने, यहाँ लगाउने। सो साथीहरू ल यहाँ चाहिँ दाई हुनुहुन्थ्यो अनि दाईसँग बासेर ट्याक्क लाएर पार्कमा बसेर खानु भएको छ। अब नमिठो भने मिठै हुन्छ। पार्कमा बसी यो नास्ता रोटी जे खाए पनि त्यो अब बाहिर हुनेलाई थाहा हुन्छ पार्कमा बसेर खानुको छुट्टै आनन्द हुन्छ भने। सो त्यो पार्कमा आउँदाखेरिमा दाईसँग भेट भएको थियो, कुरा गर्नु मिल्छ भनेको मिल्छ भयो भन्नुभयो। ल दाई भेट्दै गरौँ ल पछि, उता देखाइदियो न। ल दाई ल हुन्छ ल, रोटी खानु भयो केही छैन ल, ल पछि भेट्दै गरौँ ल। हस् ल। चाहिँ यहाँ छोटो मिठो भिडियो बनाइयो अनि केही सर्ट भिडियो पनि बनाएको छौँ होइन। अब त्यो आइफोनबाट भिडियो बनाउँदा कस्तो हुँदो रहेछ अनि एउटा रहर पनि थियो, एउटा जोस जागर पनि थियो। तर त्यति राम्रो त बनाउँदा पाइएन। अब यो भिडियो बनाउनु चाहिँ यस्तो ठाउँमा जानुपर्छ कि यस्तो ठाउँमा जानुपर्छ कि त्यो ठाउँ कुनै दिन आउला सायद होइन, त्यो टाढै छ जानलाई। सो त्यही होला। अब चाहिँ भिडियोहरू के कसो अलिकति ऊ पनि भयो, ट्राई पनि गरियो अब सिनेमेटिक भिडियो बनाउनलाई। सो त्यही होला। अब भिडियोलाई के कस्तो लाग्यो हेरेर फुल सपोर्ट गर्नु। सबैजना चाहिँ नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु होला। सो ल बाइ ल, अर्को भेट्दै गर्नु।